आदरणीय स्याङ्जाली आमाबुबा, दिदी बहिनी तथा दाजुभाइहरू, इतिहासको यो संवेदनशील मोडमा उभिएर आज हामी एउटा गम्भीर निर्णय लिन गइरहेका छौं। यो निर्णय केवल एक थान मत खसाल्ने कर्मकाण्ड मात्र नभई हाम्रो भूगोलको मुहार फेर्ने र सन्ततिको भविष्य लेख्ने एउटा ऐतिहासिक अवसर हो। लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हामीलाई असल शासक छान्ने अधिकार दिन्छ। तर असल को हो? जसले मीठा भाषण गर्छ त्यो हो कि जसले कठिन परिस्थितिमा पनि नतिजा दिन्छ त्यो हो? आज हामी तपाईहरू समक्ष एउटा यस्तो व्यक्तित्वको नाम लिएर आएका छौं जसको परिचय कागजका पानामा कोरिएका शब्दले होइन, स्याङ्जाको माटोमा देखिएका विकासका पदचापहरूले दिन्छन्। उहाँ हुनुहुन्छ खिम बहादुर थापा। हामीले बिर्सेका छैनौं त्यो डुब्न लागेको दुग्ध विकास संस्थान डीडीसी, जहाँ निराशा र घाटाको अन्धकार थियो, त्यहाँ खिम बहादुर थापाको व्यवस्थापकीय कुशलताले आशाको दियो बाल्यो। उहाँले प्रमाणित गर्नुभयो कि इमानदार नेतृत्व भयो भने जस्तै मृत संस्थामा पनि प्राण भर्न सकिन्छ। त्यो त केवल एउटा झल्को थियो। त्यही कार्यकुशलता लिएर उहाँ जब कालीगण्डकी गाउँपालिका फर्कनुभयो, उहाँले विकासको परिभाषा नै बदलिदिनुभयो। के हामीले सोचेका थियौं नेपालको कुनै कुनाको गाउँपालिकाले आफ्ना सबै नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्न सक्ला? तर खिम बहादुर थापाले त्यो सपनालाई वास्तविकतामा बदल्नुभयो। आज कालीगण्डकीका गरीब आमाबुवाले उपचार खर्चको अभावमा आँसु बगाउनु पर्दैन। यो हो समाजवाद उन्मुख नेतृत्व। शिक्षा र पूर्वाधारको क्षेत्रमा उहाँले बसालेको जगलाई हेरौं। सामुदायिक विद्यालयहरू निजी भन्दा अब्बल बन्दैछन्। एक घर एक धाराको अभियानले गृहिणीहरूको पिठ्यूको भारी बिसाएको छ। गाउँका कुना कन्दरामा कालो पत्री सडक पुगेका छन्। यी कामहरू कुनै जादु थिएनन्, ती त एक दूरदर्शी नेताको अथक तपस्या र राजनीतिक इमानदारिताका प्रतिफल थिए। त्यसैले आज स्याङ्जा जिल्ला क्षेत्र नम्बर 2 ले फेरि त्यस्तै जादुई नेतृत्व खोजिरहेको छ। गाउँपालिकाको कार्यकारी भूमिकामा आफूलाई सर्वश्रेष्ठ साबित गरिसक्नु भएको खिम बहादुर थापा अब राष्ट्रिय नीति निर्माणको तहमा संघीय संसदको गरिमामय सदनमा हाम्रो आवाज बन्न तयार हुनुहुन्छ। आफैलाई प्रश्न गरौं, के हामी अझै पनि परीक्षण नभएका आश्वासन मात्र बाँड्ने अनुहारहरूमा अल्झिरहने, कि जसले काम गरेर देखायो, जसको भिजन स्पष्ट छ र जसको मिशन विकास हो, त्यस्तो परीक्षित नेतृत्वलाई रोज्ने? यो चुनाव केवल एक उम्मेद्वारको जित वा हारको लडाई होइन, यो त स्याङ्जाको विकासको गति रोकिने कि अघि बढ्ने भन्ने जनमत संग्रह हो। खिम बहादुर थापाको विजय सुशासनको विजय हो। खिम बहादुर थापाको विजय हरेक किसान, मजदुर र विद्यार्थीको विजय हो। तसर्थ हामी सम्पूर्ण सचेत नागरिकहरूमा विनम्र अपील गर्दछौं, आफ्नो विवेकको मतलाई खेर नफालौं। विकास प्रेमी, जनसेवी र राष्ट्रिय दृष्टिकोण भएको नेता नेकपा एमालेको उम्मेद्वार खिम बहादुर थापालाई हाम्रो शान, हाम्रो मान र समृद्धिको पहिचान सूर्य चिन्हमा अत्याधिक बहुमतले विजयी गराउँ। आजको एक भोट समृद्ध स्याङ्जाको बनोट सूर्य चिन्हमा मतदान गरौं। खिम बहादुर थापालाई जिताउँ।